हेलो नमस्ते सम्पूर्णमा है। आज हामी यता पर्कीतिर छौँ है। आउनुहोस्, आज जाडो भएको कारणले यसो हामी थुक्पा खान लागेको छौँ आज है। हामी 3 पनि भइरहेको यसमा पनि छ, सागसब्जी पनि छ। मासुको चौता चाहिँ अझै देखाउनु पाएन कि अहिले खाएर मासु चौता किन हामीलाई आजलाई मासु चौता भएन। सागसब्जीमै सीमित भयो है आज। हजुरहरू पनि आउनु होला। पोर्कीमा थुक्पा चाहिँ मिठो छ, खाएर स्वाद लिएर जानु होला है। छोराछोरी लिएर सबभन्दा फर्स्टमा आएको हामी जाउँ नि। छोराछोरी त लिएर आउनु हुन्छ। रुमेले हेऱ्यो भने सिगान पुज भन्छ। सिगान पुजेको गर्छ भन्ने। अब पिरो भयो डुब्बा खाएर अब के गर्नु, अब पुज्ने बरु यता चाहिँ सिगान पुगेर फेरि अड्क्यो। सिगान पुज्ने चिज अड्केर उहाँ लागेर यस्तो पानी ल है। खायो है साथीहरू। असाध्यै मन पऱ्यो नि प्यारा साथीहरूलाई जुस सिगान पुज्दै खायो आजको थुक्पा। थुक्पा दिनु सिगान त नआउनु पर्ने, तर जाडोले गर्दा आएको फेरि। कृपालाई चट्नी राम्रो लागिरहेको साइडको धुवा आयो कि हामी साइडबाट टुटी रकै घाट र घरमा गर्न भन्छ मलाई। सबैजनालाई टिफिन हालेर घरको घरलाई चाहिँ त्यसको मम्मीले त्यस्तै ग्यासमा बसाल्छ। अर्केसँगै बसालिदिनु भएछ। अर्केस त छैन रे, फुटिलो बच अरे, काम छैन अरे। भात त खाएँ। भात त खाएँ, हर्केस छैन। तपाईँको मेरो हर्केस दाइकोमा त्यहाँ त आगो बोल्ने होला कि कसरी तातो त होइन, स्टिलवाला थियो। स्टिलवाला भएको भएर त त्यसले बसाल्यो नि। लबरवाला भए बसाल्नु दिँदैन है। दाइको मेरो अर्को दिन्छ भन्दा होला। ल अब किनिदिने होला नि भन्नु। अब किन्न पऱ्यो रहेको थियो। उहाँले किनेको मैले सब्जी किनिदिन्छ नि। मैले उहाँ म्यागिनले किनेको त्यो हर्केस यहाँ पाउँछ कि पाउँदैन नि दिदी भन्छु। अब त्यहाँ दाइको पनि छ होला, किनेर लाग्छ नि भन्नु। माया गरेर खाएर माया गरेर पनि भयो। हजुरलाई खरो गराउँछ आज। बिहान तपाईँ फेरि झोलमा खाएको ऊ रहेछ क्या कोदोको खाँडो। कोदोको खाँडोमा झानझुन पारेर अनि मोमो हालिदिएको ठिकै थियो होइन, त्यस्तो मिठो ठिकै भयो पछि पछि